सो हेलो एभ्रिवान वेलकम टु माई ब्लग अनि सबैजना सन्चै हुनुहुन्छ होला होइन अनि आज मलाई बोर लागेको थियो क्या आएको पनि दाइको घर आएको अनि 3 दिन भइसक्यो अनि 3 दिनसम्मै पानी परेको क्या हामी जाने भन्थ्यौँ कता भन्दाखेरि दाइको गाडी छ अनि यो त त्यसमै जाने भन्थ्यौँ हामी लोड गरेर घुम्नतिर अनि त्यहाँपछि पानी 3 दिन पानी पऱ्यो त्यसैले हामी गएनौँ क्या कतै जाऊँ ल खाली म बनाउँछु दाइलाई भनिदिएको कतै जाऊँ ल ल दाइले लिनु ल के भन्नु न भन्नु पुरा बोलेको छैन न कहाँ जाने होला कहाँ जाने आज ल भोलि जाने होइन कहाँ जाने आज जाऊँ बाहिर कतै जाऊँ यता कतै छैन आज घुम्न जाने हो हामी दाजुभाइ टोलाएर कहाँ गाडीमा जाने त आज कहाँ जाने हो कहाँ जाने ल भन्नुहोस् त ज्ञानेन्द्र दाइलाई देखाइदिनु हाम्रो दाइ हुनुहुन्छ है दाइ त्यसो खबर दाइको दाइको हेर्नु हजुरको होइन म चाहिँ भित्र जान्छु मलाई खाना बोलाउनु भयो म भित्र जान्छु है ए हात धुनु जानु पर्यो सबै खाना बस्नु पर्यो नि म त गराउनु हुन्न म नानी मानिन के आउन रोको चाहिँ नानी अनि त्यसपछि मानिन के बोलाएको मैले आऊ भनेर मान्दै मानिन नानी सो यहाँ लाइट अन गरौँ पहिला बल्ल उज्यालो आयो तर यहाँ एउटा चिज के छ नि पानी पर्दा चाहिँ यहाँ यो घर होइन यता माथितिरको भन्दा तलतिरको घर चाहिँ डुबाउँदो रहेछ होइन डुबाउँदो भने घर घरमा पानी पस्दो रहेछ किनकि होचो हो नि त नाला पनि गराएको रहेछ यहाँ त्यही गलत रहेछ कि रोड बनेको छ तर नालै छैन कि यहाँ पानी सबै बाढीको पानीहरू आयो भने अनि बारिसको पानीहरू आयो भने सिधै एक ठाउँमा के रोडको बिच रोडमा जम्मा हुने रहेछ अनि घर घरमा पस्ने रहेछ यहाँ A few moments later. सो हामी चाहिँ घर जानु लाग्यो होइन दाइको घर हिजो यहाँ हो क्या पानी भरेको यतापट्टि यो हो नि यो पुरै डुबाएको थियो कि साइड अहिले रिङ राखेको छ नि त बाटो देखेछ नि त यहाँको गोछोडातिरको डन्डा पर्छ गोछोडा यो गोछोडा पर्छ है डन्डा जहाँसम्म यहाँ बाटो सबै बेकार छ क्या पिच छ तर खाल्टाखुल्टी मात्र हो क्या यहाँ होइन अरू भन्नु के भन्ने नाला गराएन कि एकैचोटि पानी रोडमा आउँछ सबै पछाडि हेर न एक्सिडेन्ट भन्दै यहाँ नराम्रो पाराले लोड छ हौ मान्छे यसो पछाडि देख्न सकिन्छ चारैतिर खेत छ घर भएको एरिया पार गऱ्यौँ सो हाम्रो घर जानको लागि अझै खासमा 6 किलोमिटर लाग्छ 2 किलोमिटर जति पार गऱ्यौँ है सो घर पुग्यौँ है अब म दिदी देखाउँछु है आइ भन्दै अनि कस्तो भइरह पार्टी हो आज चाहिँ यहाँ भैँसी ब्याएको रहेछ भर्खर आज बिहान रहेछ नि त पाएको कस्तो कस्तो दामी देखेको छ कि दाइको बहिनी मेरो दिदी पर्छ यता हेर्न ए म त साँच्चै हालिदिने हो लजा है होइन म भित्र गएँ रुममा आलिसान रुम वा यो चाहिँ दाइले एकदम मिलाएर राख्छन् कि है दराज छ एकदम अरू रुम भन्दा यो रुम चाहिँ एकदम सफा हुन्छ किनकि दाइले एकदम यहाँ झाडु पोछा बिस्तारा सिस्तारा मिलाइराख्छन् कि होइन अनि त्यसैले यो एकदम सफा हुन्छ घुम्न जानको लागि एक्लै जान मिलेन अनि दिदीले लुगा धुँदैछ अनि दिदीले लुगा धोएर भ्याएपछि त्यसलाई भन्छु अनि जाने हो बल्ल सो गाइज
त्यो घरमा उस पाएको थियो नि आइले पाएको छ है अनि त्यसकै बेहुती खान जान लाग्यो सो बेहुती चाहिँ अलिकति डढे रहेछ है रातो रातो टाइपमा यस्तो है हाल्दिन तँलाई त देखाउने हो कि केमा उस फोटोको खिचेको मैले दाइकोमा हालिदिएको अनि यस्तो अलिकति जले रहेछ क्या यस्तो टाइपमा कोही होइन यो भिडियो हो सो अलिकति रातो भए पनि अलिक ठिक रहेछ क्या मम्मी छोरीले मुख ढाक्दैन दिदी दिदी भिडियोमा नआउने भने बाल्टी हाल्दैन कि टोयलेटको तर है झोल फाल्दिँदा हुन्छ न हावा कस्तो चिनी हाले टेस्ट छ क्या अस्ति नै पठाएको त बेहुती अलिकति पिसेतोमा अनि लाइक कस्तो भन्दाखेरि दुध टाइपको स्मेल आएको यो टोक्दाखेरिको मजा अलग्गै आउँछ कच्चा तर के गर्ने झोल फालिदिउँ ल धोइसक्यो यो भाँडा सो दिदी आउनुभयो है अब हामी जान्छौँ सो हामी चाहिँ मेन बाटोमा आइसक्यौँ होइन अनि दिदी र मसँग हिँड्ने चाहिँ भेनाजु उता हुनुहुन्थ्यो हामीले भेनाजुलाई भेटेनौँ भेनाजुले भन्ने को केटासँग हिँड्ने हात्यो भनेर है होइन अनि किनकि भेनाजुलाई भेटेको छैनौँ नि त अनि भेनाजुलाई थाहा छैन म आएको छु भनेर त्यसैले यसलाई भनेको भेट्न जाऊँ न भनेको त नै हिँड्नु ताने त पक्कै बिनारको केटा सबै यसलाई जाने हो भन्छ है भेनाजुले अहिले तर हामी भेटिन्छ होइन यहाँ त कता जाने तर अहिले चाहिँ उज्यालो थाहा डन्डामा अँधेरो मात्र थियो हो कि बादल यस्तो नर्मली के समथिङ यो यस्तो टाइप थियो है अनि त्यहाँपछि बादल उस्तो उज्यालो आएको थियो तर यस्तरी जुन अहिले सबै पोल्ने जस्तो महसुस भयो नि यस्तो थिएन क्या अनि हामी त के गर्ने दुईजना दाइ म बस्यो खाना खायो भजिले खाना गराउने हामी खाने बस्ने सुत्ने त्यही हो बोर लाएर अनि त्यहाँपछि के गरौँ भने यता आएको है दाइले काम छ हिँड बाबु भन्नु थियो अनि घामले पऱ्यो अहिले बरु ठिक छ उज्यालो त आहा नि होइन सो यो सरलाई देखेर डरायो पछाडिपट्टि सर हुन्छ अरे त्यस्तो डराउने होइन नि त हामी आफ्नो बाटो त हिँड्ने मान्छे हावाहरू छन् कि है होइन गाह्रो छ ऐ बाघ है सो गरेछ यहीँ जाने यो के हो र ए नामै लेखेको छैन है ठाउँको टिकट ए दिदी छ अब थाहा छैन है वेलकम आम्बो देख्न सकिन्छ कस्तो दामी देखिरहेछ होइन ए के हो र थाहा छ रिसोर्ट सो हामी भित्र आयौँ है टिकट देखेँ नि म जिरो ब्यालेन्समा घुम्न आइरहेको है उफ देख्न सकिन्छ है यो नारायणी हो र के खोला यता हिलो हाम्रो उता ढाप जस्तो हुन्छ त्यहाँ तेरि यस्तो पनि हुन्छ अलिकति पानी राख्नु चाहिँ केम यस्तो भाले हो कि पो थियो भाले आइ देखो नि भविष्यमा यस्तै गर नि यो बुढी छोरा गोही हात्ती देख्न पाइन्छ भनेको यही हो अरे बिचरा मरेछ नि त हो त्यत्तिको पानी तल केही छैन है त्यसैले मरेछ सो प्लेस चाहिँ यहाँ दामी रहेछ होइन पिङ्का यस्तो दामी आहा भ्यू
अलिकति समथिङ यो गाइड छ होइन गाइड यो अलिकति के भन्छ अरे यो नै गाँडा खोला त्यो होइन कि मैले के भन्न लाग्यो भने यो प्लेस होइन प्लेस सानो भए पनि अलिकति भ्यू लिँदाखेरि के भिडियो गराउँदाखेरि अलिकति यो आसमान निलो भयो भने दामी देखिने रहेछ है त्यो होमस्टे भनेको यतिलाई रहेछ त्यहाँ त भित्र छुट्टै रहेछ नि त यहाँ सामान रहेछ बनाएको के के म यसलाई देखाउँछु होइन के हाँसे थारूको रहेछ अलिक राम्रो देखेन क्लियरले देखेन कि हात्तीहरू देखेछ हेर हात्तीहरू यो चाहिँ हो यो यस्तो फल चाहिँ हामीसँग पनि छ है यो फल चाहिँ हामीले ल्याएको थियौँ उता बन्दीपुर जाँदाखेरि यहाँ रहेछ नि त बनाएको राम्रो हो यो सबै थारू लाइक यो पनि अझ एउटा उसके के भन्छ अरे हुन्छ नि गरिबलाई बनाउनु हो त्यस्तोलाई दिएको थियो कि त्यस्तो दामी बन्छ कि ब्याग सो माथि यत्रो तर यो त लुगाहरू हो यति मात्रै रहेछ सायद भित्र उता पनि छ म देखाउँछु है भित्र देखाउन सकिन्छ तर के हो थाहा छैन यहाँबाट है त्यो थारूहरूको के भन्छ क्या त्यो आइरहनु न नाम थाहा छैन त्यहाँ यो गरु सरुको रहेछ देख्न सकिन्छ है सो अरू त के हो यहाँ गाडा पनि रहेछ क्या यहाँ सो जाम ल खै आन्टीलाई एउटा कम्प्लेन गर्नु छ खै बाघ गैँडा देख्न पाइन्छ भनेको त सबै मूर्ति मात्र छ त हजुर रियली पाइन्न ए जस्तो लाग्यो यहाँबाट उता सबै चौर जस्तो देखेको छ नि देखिन्न कहिले काहीँ यहाँ चाहिँ नाममा मूर्ति मात्र रहेछ है सो जाम सो अब हामी बाहिर है सो बाई होमस्टे है होमस्टे हो कि मिस्टे हो थाहा भएन है अब हामीले भिजिट गऱ्यौँ सरी भन्दा यता कस्तो दामी देखेको छ भ्यू है कति राम्रो केटी थियो है होइन यो बोल्न जानु पर्दो रहेछ दिदी जाम त्यस्तो जाम सो म चाहिँ फाइनली रुममा आइसकेँ होइन एन्ड दिदी त्यहाँ बढाल्न गएको छ उता आफ्नो घरमा सो मलाई चाहिँ यहाँ अङ्कल हुनुहुन्थ्यो सो कस्तो भन्दा एबनर्मल के अनि उहाँलाई घर पुऱ्याएँ विल चेयरमा एन्ड देन दिदीको फोनमा मैले उस हालिदिनु छ फोटो हालिदिनु छ सो आज चाहिँ मजा भयो मर्निङमा उठ्दाखेरि बोरिङ लागेको थियो तर अहिले यहाँ घुम्न आएँ अनि त्यहाँपछि मजा भएको सो लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला आजको भ्लग यहीँसम्म ओके सबैलाई बाई बाई